सबैजनालाई नमस्ते। यहाँलाई आज गोर्खा डाइलेक्टको तेस्रो श्रृङ्खलामा स्वागत छ। ल कार्यक्रम पुनः सुरु गर्नुभन्दा अगाडि चाहिँ 2082 को हार्दिक मङ्गलमय शुभकामना सबै दर्शक समूहमा व्यक्त गर्न चाहन्छु। र यो वर्ष चाहिँ हामी सबै देशवासीमा चाहिँ सुख शान्ति र समृद्धिले बास गरोस् भन्ने आशा राख्दै अगाडिको कार्यक्रम सुरु गर्न गइरहेको छु। र हाम्रो कार्यक्रममा आज उपस्थित हुनुहुन्छ सदा चाहिँ हाम्रो पुण्य दाइ स्वागत छ। नमस्ते। आराम हुनुहुन्छ? एकदम ठिक छ। अनि नयाँ वर्ष कसरी बितिरहेछ अरू? नयाँ वर्ष नयाँ जोस, नयाँ सोच, नयाँ विचार, नयाँ कार्यक्रम, भावी योजना होइन। अनि मुख्य चाहिँ सुख र शान्ति सबैको होइन। अब सबैको सुख र शान्तिको कामना सहित नयाँ वर्षको सबैलाई हार्दिक मङ्गलमय शुभकामना। भनेपछि भव्य रूपमा एउटा भावी योजना चाहिँ तपाईँले चाहिँ एकदमै सोच विचार गरेर अघि बढ्ने एउटा रणनीति तयार पनि गर्दै हुनुहुन्छ जस्तो तपाईँले मलाई आभास पनि भयो है। अब यही सम्बन्धमा मैले पनि अब के चाहिँ हजुरलाई चाहिँ प्रश्न गर्न चाहेको भने यसरी नै जुन हाम्रो अस्ति हाम्रो पूर्व राजालाई पूर्व त भनिन्न तर पनि अब अहिले भनिरहेको जुन राजनीति कर्मीहरूले चाहिँ पूर्व राजा भन्दाखेरि मलाई पनि पूर्व राजा भन्न आयो। ठिकै छ, हाम्रो पूर्व राजा नै भनौँ होइन। यसमा तपाईँको केही छ? राजालाई पूर्व पश्चिम हुन्छ त केही छ यसो तपाईँको भनाइ? त्यो अब शब्दको कुरा हो होइन। अब तपाईँको भूतपूर्व अब उहाँले चाहिँ राजा भने चाहिँ एउटा जागिर हो कि खास मान्छेले बुझेनन् कि राजा भनेको एउटा फुल होल्डिङ मात्रै चाहिँ शासन मात्रै गर्ने शासक मात्रै भनेर बुझे होइन। त्यो राजा भन्ने एउटा जब हो होइन, एउटा जागिर हो, रेस्पोन्सिबिलिटी। त्यो कुरा उहाँले केही समयको लागि अब ल चाहिँ तपाईँ चाहिँ होइन रेस्ट गर्नुहोस् हामी चलाउँछौँ भनेर चाहिँ जनताहरूले चाहिँ विभिन्न दल विचार सोच ल्याएका हुनाले ल भनेर चाहिँ ल नि त चलाउ तिमीहरूकै त हो नि भन्ने किसिमले चाहिँ एक किसिमको सत्ता शान्तिपूर्ण ह्यान्डओभर भएको। अझ यस बिचमा राजा र दलहरूको बिचमा केही सम्झौताहरू पनि भएका थिए, 5 बुँदे सम्झौता भएको थियो भन्ने कुरा पनि सुन्नमा आएको छ। तर त्यो के 5 बुँदामा के थियो भन्ने कुरो चाहिँ बाहिर आएको छैन। भनेपछि हामीले यसरी बुझ्दा भयो त राजाले चाहिँ जनताको खुसीको लागि जनतालाई शासन सुम्पेको भनेर भन्दा के सही हुन्छ त? भन्न मिल्छ, किनभने अब देशी विदेशी जुन तपाईँको चाहिँ प्रतिक्रियावादी भन्छन् नि, प्रतिक्रिया भन्नाले इन्ट्रेस्ट, देशी विदेशी जुन चासो र स्वार्थ राख्ने समूहहरूले चाहिँ उक्साहट र तपाईँको अब आन्तरिक कारण आफ्नै पनि के होला नि, आन्तरिक कारणहरू र बाह्य कारणले चाहिँ तपाईँको जुन आन्दोलन र जुन तपाईँको वादहरूका कुराहरू भयो नि, यी कुराहरूमा तपाईँको चाहिँ जुन माहौल आयो त्यो माहौललाई चाहिँ उहाँले निगास दिइबक्स्यो राजाले चाहिँ। त्यसरी लिँदा बाँकै त हो नै एउटा माहौल दियो, किनभने त्यो माहौल यस्तो थियो कि अब तपाईँको धेरै देशमा सत्तापलट भए दुनियाँ भए होइन, त्यो माहौल राजाले बुझिबक्सेरै सजिलो छ नि। भनेपछि ठिक छ, यो एकदमै अनुकरणीय विचार लाग्यो मलाई तपाईँको होइन। र यसै बिचमा जुन वक्तव्य आएछ राजाको होइन, यसलाई चाहिँ कसरी लिनुहुन्छ हजुरले? अस्ति जुन वक्तव्य देशवासीको नाममा सम्बोधन भन्ने एकदम लामै भिडियो आयो होइन, त्यसमा समष्टिगत रूपमा सबै कुराहरू सम्मिलित भएर चाहिँ एउटा शिष्टपूर्ण ढङ्गले चाहिँ राजाले चाहिँ तपाईँको चाहिँ जुन वक्तव्य दिनुभयो होइन, श्रव्य दृश्य भनौँ न, यसमा के छ तपाईँको धारणा? धेरै राम्रो वक्तव्य मैले सुने होइन, तर त्यति गहन गरेर मैले फेरि त्यसलाई राम्रोसँग अध्ययन गर्न पाएको छैन। तर जुन ढङ्गको जुन वक्तव्य आएको छ, जुन शब्दहरू चयन भएको छन् त्यो चाहिँ बडो जिम्मेवारीपूर्ण छ। मलाई त्यो दिन के पनि लाग्यो भने त्यो उहाँको वक्तव्य हेर्दै तपाईँको देशको चासो जिम्मा होइन र तपाईँको चाहिँ माया होइन त्यो चाहिँ राजामा मात्रै हुँदो रहेछ। अरूहरूले त आफ्नो अनि आफ्नो परिवारको भन्दा कहीँ चासो गरेर कसैले देखिएन अहिले आयो होला। हिजो सन्त त्यागीहरू थिए होला नेताहरू, तर अहिलेको नेताहरू चाहिँ हेर्दाखेरि तपाईँको एउटा पहिला हाम्रो 4 पैसा झाडीमा बस रोकेर गाडी यात्रु लुट्थे नि, त्यो क्याटेगोरीका छन् क्या अहिलेको नेताहरू।
अनि त्यो कारणले जनताहरू फ्रस्ट्रेट भएर राजा राजा भन्नु पर्यो। नत्र अब यही जनताहरूले चलाएदेखि राजा पनि रेस्ट गर्ने बक्सिन्थ्यो होइन, बक्सिरहेकै थियो होइन। अब हामीलाई त यत्रो घर परिवार मात्रै हेरेको परिवारहरूको हामी सदस्यहरूलाई त तपाईँको देशको राष्ट्रप्रति चिन्ता लागेर हामी चाहिँ नि एउटा आन्दोलित छौँ भने एउटा देशै निर्माण गरेर देशको जिम्मेवारी होइन वहन गरेर हाम्रो यो नेपाली समाजलाई यहाँसम्म ल्याउने, हाम्रा भाषा संस्कृति जे जति बचेका छन् त्यो राज संस्थाले नै बचाएर ल्याइदियो। यी गणतन्त्र लोकतन्त्र भन्नेले त हरेक पिस बेचेका छन्। मूर्ति बेच्ने पनि यिनीहरू हुन्, संस्कृति बेच्ने यिनीहरू हुन्। संस्कृत जसले मतलब पठन पाठनमा बन्द गरायो जुन संस्कृतिले मूर्ति उसैले उठायो। अब यहाँको राज संस्थाले कहिले पनि मन्दिर मूर्ति उठाउँदैन, किनभने यिनीहरू हिन्दू सम्राट परिवारसँग बिलोङ्स राख्नुहुन्छ। उहाँ पृथ्वीनारायण शाहले स्वयं भन्नुभएको छ कि नेपाल चाहिँ असली हिन्दुस्तान बनाउँछु। भारत जुन हिन्दुस्तान छ त्यहाँ चाहिँ विभिन्न चाहिँ नि अङ्ग्रेज र मुसलमानहरूको सङ्क्रमण भइसकेको छ। यो क्षेत्रलाई चाहिँ यो मुसलमान र अङ्ग्रेजहरूको जुन क्रिस्चियनहरूको चाहिँ सङ्क्रमणबाट मुक्त राख्छु भनेर उहाँले त्यो अभियानका साथ यहाँका सनातनीहरूलाई एकत्रित गराइदिनु भएको छ। अझै पनि म ठ्याक्कै फेरि त्यही वक्तव्यमै आएँ, अझै पनि तपाईँबाट अझै खोज्न चाहन्छु। म जुन वक्तव्य अस्तिको वक्तव्य थियो नि त्यो वक्तव्यमा मैले पनि सुनेँ, त्यो वक्तव्यमा तपाईँको चाहिँ राजाको एक प्रकारको आह्वान र चाहिँ अब हुने तपाईँको 82मा चाहिँ जनताले चाहेको निकास चाहिँ पाउनुपर्छ भन्ने खालको जुन एक खालको आशय थियो नि र एकबद्धता जस्तो पनि आभास मैले पाएँ। तपाईँको के लाग्छ चैत 15 गतेको घटना जुन घट्यो त्यस पछाडिको वक्तव्य जुन राजाबाट आयो होइन, यसमा एकबद्धता के राजाले चाहिँ तपाईँको अब आउने 82 सालमा चाहिँ जुन हुने आन्दोलन छ त्यसको चाहिँ तपाईँको चाहिँ अग्रणी भूमिका निर्वाह गर्ने खालको आशय हो कि त्यो के यो हिजो अस्ति भए जस्तै हजुर अरूले गरिदिएर चाहिँ राजा चाहिँ आफ्नै निवासमा बसेर चाहिँ खालि चाहिँ अवलोकन गर्ने मात्र अवस्था हो के लाग्छ तपाईँलाई? हो, एकदम सही पोइन्टको मैले जुन छ नि चाहेको प्रश्न गर्नुभयो। हजुर चाहेको प्रश्न जसरी तपाईँको जुन यहाँको चाहिँ तपाईँको यो लोकतन्त्र र तपाईँको वामपन्थीको नाममा भएको जुन तपाईँको आतङ्क नाटकबाट जुन तपाईँको चाहिँ नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने जुन चाहिँ तपाईँको जुन व्यवस्था ल्याइदियो यो चाहिँ पुरै विदेशीको फन्डिङबाट भने त ट्रम्पजीले खुद भनिसक्नु हो। अब हामीले बोलेर के अर्थ हुन्छ, ट्रम्पले भनिसक्नु हो, हिसाब देखाइसक्नु भयो डाटा। त्यस्तो अरू देशका पनि हिसाब आउने हो भने त यहाँ त कति पैसा आएको रहेछ यो तपाईँको परिवर्तनका लागि। यो चाहिँ फेक रिभोल्युसन भन्न मिल्छ यसलाई, फेक। र त्यो जुन तपाईँको प्रश्न थियो अब देश नेपाली जनता र नेपाली जातिलाई होइन राजतन्त्र चाहिन्छ होइन, चाहिन्छ या कुनै हिन्दू सनातनी व्यवस्था चाहिन्छ, राजतन्त्र चाहिन्छ या के चाहिन्छ, कुनै पनि साइन्टिफिक व्यवस्था चाहिन्छ, जेसुकै चाहिन्छ त्यो चाहिँ अब जनताहरूले चाहिँ डिसिजन गर्ने बेला। अब यो प्रयोग असफल भइसक्यो। जुन शक्तिलाई हामीले सत्ता हस्तान्तरण गऱ्यौँ उनीहरूले जिम्मेवारी लिएर चलाउलान् भनेर थियौँ, उहाँहरूले चलाउनु भएन भन्न पाइन्छ नि। साधारण जनताले पाइन्छ भने हिजो मतलब राजा परिवारको यो राष्ट्र निर्माताको चाहिँ परिवारको चाहिँ नि तपाईँको चाहिँ नि राजा भएर तपाईँको भूमिका जब गरिबक्स्या होइन। अब हजुरबुवा चाहिँ विस्थापित हुँदाखेरि पनि राजा हुनु पर्यो, अनि दाजुको चाहिँ तपाईँको चाहिँ असामयिक चाहिँ निधन हुँदाखेरि पनि तपाईँको चाहिँ नि उहाँले सत्ता सम्हालिदिनु पर्यो होइन। र अहिले देशको भद्रगोल स्थिति पनि उहाँले हेरिबक्स्या भनेपछि त हेरिरहनु कसरी सक्ने, बोल्नु परेन, बोलिरहेको कामै त्यही, अरूहरूको त खास कामै छैन। जो नेपालमा राजनीति गरिरहेको परिवार जुन ब्याकग्राउन्डबाट आएको मान्छेहरू छ उनीहरू त सबै गाउँतिर खेततिर बारीतिर पाखोतिर होइन के पेसा छ त्यता पसल राख्ने के गएको हुन्छ कि खास कुरा। राजा भन्ने ठकुरी हो, बुझ्नु भएन? नेपालमा ठकुरी भन्ने जात जुन छ 1% होला 2% होला, टोटल नेपालको जनसङ्ख्या 3% होला, मलाई थाहा छैन, 4 होला 5 हो होइन। तर उहाँहरूको जातीय सङ्ख्या कम छ, तर यो देश पुरै ठकुरीहरूको राज्य, ठकुरी राज्य हो। अरू जात राजै होइन कि छँदै थिएन यो हावा कुरो, बुझ्नुभयो? र पृथ्वीनारायण शाहले तपाईँको चाहिँ एकीकरण गरे पनि ठकुरीहरूको राज्य एकीकरण गरे हो। यो मसँग पुरै प्रमाण छ, तपाईँको यो तपाईँहरूलाई थाहा छ इतिहास होइन। अध्ययन भनेको एउटा कस्तो भने एउटा मेरो पर्सनल मैले मात्रै पढ्ने बुक हुँदैन नि,
यो कस्तो भने यो साझा विश्वविद्यालय जुन छ खुल्ला विश्वविद्यालय मा जुन इतिहास छ नेपालमा अहिले पनि हेर्नुहोस् तपाईँको मेची टु महाकाली मात्रै होइन कि तपाईँको के अरे काङ्गडासम्म टिस्टा काङ्गडासम्म राजा भनेकै ठकुरी हुने हो कि सिंह ठकुरी चन ठकुरी विभिन्न थरहरू छ मलाई सबै थाहा छैन शाह मल्ल होइन र अरू मेगासी धेरै ठकुरी क्रिस्चियन होइन ठकुरीहरू र पृथ्वीनारायण शाहले एकीकृत गरिबसेको राज्य भनेको ठकुरीहरूको राज्य हो कि अच्छा ठकुरी भने नि को भन्दाखेरि खसहरूको तपाईँको चाहिँ नि नेता हो राजा हो अनि तपाईँको चाहिँ खसहरूको उहाँ राजा भए पनि अन्य जनजातिलाई पनि उहाँले एकदम आफै सरह नै तपाईँको चाहिँ नि खस सरह नै उहाँले लैजानु भएको थियो कहीँ भेदभाव गरेको थाहा छैन र यही कुरामा तपाईँको खसहरूलाई मात्रै हेऱ्यो अन्य जनजातिलाई हेरेन भन्ने खालको एउटा ब्लेमिङ पश्चिमाहरूले जुन तपाईँको चाहिँ नि फन्डिङबाट जुन विभिन्न समुदायका मान्छेहरूलाई चाहिँ तपाईँको चाहिँ नि फुटाउने कार्य हो होइन पैसा दिदी डलर दिदीकन फुटाउने कार्य हो त्यसले त्यो शक्ति र त्यो तपाईँको माहौलले मात्रै राजतन्त्रको तपाईँको विरोध गर्छ नेपालमा नभए त नेपालमा राजा भनेको इस्टाब्लिस राजाले नै इस्टाब्लिस गरेको ठिक छ मैले हजुरको कुरामा चाहिँ यसो गहन विचार गर्दाखेरि कुनै एउटा पर्सपेक्टिभमा ठिक होला त्यो पनि होइन तर मैले भन्न खोजेको चाहिँ अझै पनि म पुनः त्यही क्वेसनमा आएँ मेरो प्रश्न के थियो भने अब आउने 82 साल चाहिँ राजा के तपाईँको चाहिँ अवलोकनै मात्रै गरेर बस्नुहुन्छ कि एकबद्धता जुन अब आन्दोलन होला नि त आन्दोलन किनभने आन्दोलनको बिग्रो फुटिसकेको छ यहाँ तपाईँको हेर्नुहोस् अहिले शिक्षक आन्दोलनमा छन् मेडिकल डक्टरहरू आन्दोलनमा छन् र विभिन्न तपाईँको समुदायहरू पनि आफ्नो हिसाबको आन्दोलनमा छन् भनेपछि अहिले नेपालमा त तपाईँको कोही पनि सन्तुष्टि छैनन् कि जनताहरू यो व्यवस्थाले असन्तुष्टि भए हुन् कि म यो तपाईँको चाहिँ अहिले राजनीति गर्ने राजनीतिक कर्मीहरूको चाहिँ असन्तुष्टि भए हुन् कि र अब अहिले जुन लिडरसिप चाहिँ एउटा जुन अहिले भ्याकम पिरियड छ नि लिडरसिपको त्यो भ्याकम चाहिँ तपाईँको राजा ज्ञानले चाहिँ परिपूर्ण गर्ने हो त परिपूर्ति गर्ने हो त भ्याकम अब आउने 82मा मैले हजुर त्यहाँ लाग्छ अब यस्तो हो नेपाली जनतालाई आवश्यक छ भने राजा आऊ देश बचाऊ भन्ने कुरै यो गलत छ राजा आऊ देश बचाऊ भन्ने होइन राजा ल्याऊ देश बचाऊ राजा ल्याऊ देश बचाऊ नारै त्यो हुनुपर्ने यहाँ नारै फेक भइरहेछ राजा आऊ देश बचाऊ राजा आउने भने ल्याएर राख्ने हो नि त राजालाई उहाँहरूलाई राजा चाहियो होइन तपाईँले लिडरसिप गर्नु पर्यो सबैलाई समान गर्नु पर्यो भेदभाव गर्नु भएन राजा जस्तो चाहिँ राजधर्म निर्वाह गर्नु पर्यो भनेर जनताले ल्याएर राख्नु हो नि नेपालमा पृथ्वीनारायण शाहको तपाईँको चाहिँ जुन तपाईँको जुन पुस्ता अहिले जुन शिर्पा भुपू शिर्पा ज्ञानेन्द्र भइबक्सिन्छ होइन उहाँलाई अब यो उहाँ आफै भुगु भएको क्या अर्काले गर्दै होइन होइन भुगु सरल तरिकाले जनतालाई चाहिँ हत्या हिंसाको बाटोतिर नलगौँ भनेर सहज तरिकाले राज्य चाहिँ तपाईँको आफ्नो राजगद्दी चाहिँ त्याग गरेर सरल रूपमा विस्थापित हुनुभएको आफै हो त्यो त किनभने म पनि बुझ्ने भइसकेको थिएँ त्यो बेला होइन सरल रूपमा विस्थापित हुनुभएको तर अहिले पनि एउटा कुरा विचार गर्दाखेरि जसरी आन्दोलनको नेतृत्व चाहिँ तपाईँको राप्रपाले गर्ने भनेर राप्रपाले पनि आफ्नो मास देखायो बल्कुमा जस्तै दुर्गा प्रसाईको मास आयो 15 गते होइन अब राप्रपाको पनि तपाईँको दुईवटा माननीय एकजना माननीय अर्कोबाट छ रविन्द्र मिश्र लगायत धवल सञ्जय पनि जेलमा हुनुहुन्छ दुर्गा प्रसाई पनि जेलमा हुनुहुन्छ नवराज सुवेदीलाई तपाईँको हाउसहरूले नजरबन्द गरिरहेको छ होइन र अब आउने आन्दोलनको नेतृत्व जुन भ्याकम छ नि त्यो भ्याकमको कसले परिपूर्ति गर्ने र को अब लिडर भएर निस्किन्छ के एउटा आन्दोलन त्यस्तो तपाईँसँग केही छ त्यस्तो एउटा फरकास्ट भन्छ नि एउटा प्रेडिक्सन अब तपाईँको एउटा हुन्छ नि एउटा बच्चा जन्मिनलाई तपाईँको चाहिँ नि प्रसव वेदना महिलालाई प्रसव वेदना भएपछि जन्मिन्छ अहिले प्रसव वेदनाको टाइम छ होइन प्रसव वेदनाबाट जुन जन्मिन्छ होइन बच्चा त्यो कुन चाहिँ बच्चाले लिड गर्छ त्यो तपाईँको चाहिँ त्यो अनुहारमै छ त्यसरी हेर्नु भनेपछि एउटा पुरानो कहावत छ नि भिडबाटै नेता जन्मिन्छ भन्ने भिडले नेता जन्माउने हो भिड होइन यो कस्तो भने पीडाबाट तपाईँको चाहिँ नि सिर्जना के बुझ्नु भएन नयाँ योजनाको सिर्जना होइन लिडर भनेको कुनै अनुहारहरूलाई पछि लाग्ने जुन नेपालमा चलन भएको छ नि ज्ञानेन्द्र सरकारलाई पनि एउटा राज संस्थालाई राजा ज्ञानेन्द्र भनेर एउटा व्यक्तिगत रूपमा लगेर चाहिँ नि जोड्ने भिसार्ने काम भयो होइन तपाईँको चाहिँ कल्पित झुठा आरोपहरू लगाएर नेपाली समाजलाई आफ्नै राज संस्थाप्रति चाहिँ भ्रमित गराउने अविश्वास गराउने र तपाईँको अपराधिक दृष्टिकोणले हेर्ने बनाइयो जुन त्यो किसिमको भाष्य निर्माण गरियो म स्वयं बच्चामा हुँदा तपाईँ स्वयंले पनि राजा ज्ञानेन्द्रहरू धेनेन्द्रहरू चाहिँ यस्तो खतम रे
होइन बदमास रे पारस सरकार यस्तो रे भन्ने कुरा भाष्य निर्माण भएको छ। भएको थियो होइन। अनि अहिले बुझ्दै आउँदा को भलाग्मी कसको योगदान धेरै रहेछ, कुन चाहिँ छट्टु रहेछ, स्याल रहेछ, को बाघ रहेछ, को सिंह रहेछ त सबै जनताले बुझ्दै आयो नि त। अहिले एउटा कुरा छ नि प्रस्तावमा हो है, एउटा तपाईँको चाहिँ नि एउटा एकदम इन्ट्रेस्टिङ कुरो मैले चाहिँ भेटेको छु। हरेक नेपालमा हरेक वामपन्थीको घरमा जुन बच्चा जन्मिन्छ नि छोरा नाना, अनि यो तपाईँको लोकतन्त्र भन्ने काङ्ग्रेस या अथवा अन्य दलहरूका चाहिँ नि घरको बच्चाहरू सबै राष्ट्रवादी भएको छ। तिनका बाबुआमाले खुर्कन छोरछोरीलाई सोधे हुन्छ कि के ठुलो हो त भन्दाखेरि राष्ट्र प्रथम, राष्ट्र पहिलो हो होइन। अब नेसनालिटी भने चाहिँ के हो त भन्दाखेरि नेसनलाई एकताबद्ध जोड्ने जुन सङ्घ संस्थाहरू र जुन संस्कृति चाहिँ तपाईँको राष्ट्र, राष्ट्रको डिफिनेसन त्यसरी हुन्छ, परिभाषा त्यसरी लाउनुपर्छ। अब यिनीहरूको त कसैले राष्ट्र भनेको माओ रे, अब तपाईँ के अरे मार्क्स र लेनिन पुरै हत्याराहरू लुटेर माओले आफ्नै देशको तपाईँको 4 करोड जनसङ्ख्या तपाईँको नरसंहार गरेर लिडरसिप लिएको। 4 करोड मार्नुपर्छ एउटा मुख्य नाइकेको, तिनलाई मारेर टप लेभल चेन्ज गरेर पो लिडर आउँछ त। जनतै मारेर 4 करोड जनता मारेर पछि भोकमरी लगाएर 2 करोड भन्दाखेरि 6 करोड मरवाए आफ्नै देशमा तपाईँको माओले। जस्तो माओ भए होइन, अब तपाईँको चाहिँ स्टालिनहरूको कुरा हुन्छ जुन फोटो टाँस्ने अहिले चलन छ नि। हामीले त हाम्रो घरमा त हाम्रो बाबाआमाको फोटो टाँस्छु होइन, जसले चाहिँ हामीलाई चाहिँ जन्मेदेखि चाहिँ पालन पोषण गरेर कर्म गरेर बाटो देखाउनु भएको छ होइन। तर अहिले हाम्रो चाहिँ देशमा कस्तो आयो भने चलन तपाईँको विभिन्न तपाईँको चाहिँ तपाईँको दलका नेताहरूले माओ स्टालिनको फोटो राख्ने चलन छ होइन। र यो चाहिँ मलाई के लाग्छ भने वास्तवमा चाहिँ तपाईँको अरू देशकोबाट सिको गर्नुभन्दा पनि आफ्नो देशको, हाम्रो देशमा पनि योगी नरहरिनाथ हुनुहुन्थ्यो, गोरखनाथ हुनुहुन्थ्यो, खप्तड बाबा हुनुहुन्थ्यो, यस्ता ऋषिमुनिहरू धेरै छन् नि हाम्रो रामकृष्ण बुद्ध होइन। उहाँहरूलाई चाहिँ हामीलाई चाहिँ के गलत भाषा किन सिर्जना गरियो भने नेपालमा चाहिँ भएका सबै गलत र नेपालमा उत्पन्न भएका सबै बेठिक, यो खालको भाष्यले चाहिँ हामी गाइडेड भएर चाहिँ त्यो राजनीतिक कर्मीहरू पनि त्यो लेभलमा पुगेका हुन् कि। वास्तवमा तपाईँले जुनको प्रश्न मैले बुझेँ के छ हजुर, यो सबभन्दा तपाईँको नेपालमा नेपालीको लागि सबभन्दा ठुलो शत्रु को हुन् भनेर मुख्य शत्रुबोध हुनु बुझ्नुभयो नि। अब नेपालीहरूलाई के भनेर शत्रुबोध गराएको छ भने भारतले गर्न दिएन, भारतले खाइदियो बिगारिदियो या विदेशीले गरे भनेर शत्रु उता देखाएको छ होइन। शत्रुता त्यो होइन, शत्रुता आफैभित्र भएको तपाईँको चाहिँ जुन चाहिँ विकृति विसङ्गति सोचहरू हो। त्यो सोच भनेको के हो भने नेपालको तपाईँको चाहिँ नि हिन्दू तपाईँको चाहिँ नि समुदायमा सबभन्दा तपाईँको चाहिँ खतरनाक तपाईँको सोचाइ भनेको हिन्दू हीनबोध भनेपछि हिन्दू हुनु भनेको हीन बोध हुने कि त्यो खालको तपाईँको मानसिकताले तपाईँको पुरा तपाईँको चाहिँ नि भरिदिएको छ हिन्दू सनातनीहरूलाई। त्यो कसरी भरियो त भन्दाखेरि तपाईँको चर्च र मदरसाको होइन फन्डिङबाट यहाँको कम्युनिस्ट कङ्ग्रेसहरू चलेको चाहिँ नि एकदमै प्रष्ट बुझ्नुहोस् पहिला यो बुझ्नु पर्यो। काङ्ग्रेस कम्युनिस्ट यी दलहरू जुन छ नि यो जातिवादी अनि यो क्षेत्रीयवादी दलहरू जुन राष्ट्रलाई विखण्डन गर्ने आवाजहरू जुन निकालेका छन् र मलदल गरेका छन् नि, यिनीहरू भनेको धर्मान्तरणका हाम्रा लोकल एजेन्ट हुन् के। यो कुरा चाहिँ म भगवान् अगाडि या गड अल्लाह जो आए पनि म उहाँहरूसँग डिबेट गर्न सक्छु, मान्छेसँग त बिचराहरूसँग के होइन लजिक छ। तपाईँको सब धर्मका होइन गुरुहरू आयो भने पनि म चाहिँ डिबेट गर्न सक्छु, बहस गर्न सक्छु। नेपालमा भएको चाहिँ खास कुरा के हो भने नेपालमा काङ्ग्रेस कम्युनिस्ट यो लोकतन्त्र यो वामपन्थी यो तपाईँको छलाङ क्रान्ति यो सब कुराहरू के हो भने चर्च र मदरसाको फन्डिङबाट बुझ्नु भएन। तपाईँको यहाँको तपाईँको धर्मान्तरण गराउने यहाँका जनसङ्ख्यालाई र यहाँको जनताहरूलाई गाउँबाट विस्थापन गराउने पलायन गराउने यो दुईटा एजेन्डा आज सफल भएको देख्नुहुन्छ कि हुन्न ल भन्नुहोस्। हरेक पहाड गाउँको बस्ती र अहिले त तराईको पनि गाउँमा युवाहरू युवाहरू पलायन भइसक्यो। एकदम हजुरले विचार गर्नु न, पहिला तपाईँको चाहिँ 9 10 पढ्ने विद्यार्थीले चाहिँ यो मेरै आफ्नै उदाहरण हो, पछि गएर भविष्यमा के हुने भन्दाखेरि डक्टर इन्जिनियर पाइलट भन्ने खालको चाहिँ क्रेज थियो क्या तपाईँको। र तपाईँको यहाँ इन्स्टिट्युटहरू पनि प्याक हुन्थे, यहाँ इन्स्टिट्युट भयो कलेज युनिभर्सिटीहरू। अब अहिले कस्तो छ भने
6-7बाटै के छ भन्दाखेरि कहाँ जाने भने अस्ट्रेलिया अमेरिका क्यानाडा युरोप त्यो खालको चाहिँ तपाईँको चाहिँ हाम्रो चाहिँ माइन्डसेटै त्यसरी ड्राइभ गरिएको छ कि जसले गर्दाखेरि आज युनिभर्सिटी खाली छ इन्स्टिट्युट खाली छ होइन यो खालको समस्या त जगजाहेरै छ नि त अब यो 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 सबैलाई चाहिँ एड्रेस गर्नलाई चाहिँ एउटा लिडरसिपकै खाँचो हो वास्तवमा नेपालमा त्यो लिडरसिप अघि तपाईँले भने जस्तै राजाबाट हुन्छ त अब हामी कार्यक्रमको अन्त्यमा पनि आइरहेछौँ यसलाई कन्क्लुड पनि गर्छौँ यसको जवाफमा चाहिँ म भन्छुहरूलाई अब तपाईँको राजाबाट यो फुलफिल हुन्छ कि हुँदैन होइन भन्ने एउटा प्रश्न पनि छँदैछ अब त्यो राजाले पनि म यसरी गर्न सक्छु भन्ने एउटा आफ्नो प्रोग्राम दिनुपर्छ मेरो विचारमा होइन अब किनभने प्रश्न अगाडि आइसक्यो होइन अब रह्यो कुरा के भने यो जुन अवस्था बदल्नलाई व्यवस्था बदल्नै पर्छ अरू उपाय छैन व्यवस्थाले के ड्यामेज गरेको छ मलाई भने यहाँका रैथाने जनजाति संस्कृति यो खस ये जनजाति ये जे छन् नि हाम्रो दाजुभाइ नेपालीमा भन्ने होइन यिनीहरू काङ्ग्रेस कम्युनिस्टमा तपाईँको बाँडिनु नि दुर्भाग्य पहिला नेपाली हुनु पर्यो पहिला त काङ्ग्रेस कम्युनिस्टमा बढाइदियो यिनीहरूलाई हामीलाई म पनि तपाईँको 45-46 सालदेखि काङ्ग्रेस भएर बिपीले सोचाइले के होला भन्नाले थिएँ होइन बिपी स्वयमै तपाईँको चाहिँ हिन्द बोधले ग्रस्त हुनुहुनेछ उहाँले जनै पनि लाउनु भएन उहाँको हिस्ट्री बुझेँ नि उहाँको सर्फेसियल प्लान प्रोजेक्टहरू चाहिँ राम्रो लाग्यो फलोवर भएँ तर उहाँको प्र्याक्टिकल लाइफ चाहिँ होइन हामी हिन्द हो हामी हिन्दुत्व हाम्रो जुन छ नि तपाईँले भन्नुभयो नि योगी नरहरिनाथ अरू बाबाजीहरू रामकृष्ण बुद्धको अनुयायी हो नि हामी होइन हाम्रो पुर्खा त उहाँहरूको अनुयायी हो अब अचानक हामीलाई चाहिँ किन फेरि हाम्रो बा हजुरबा बुढा हजुरबाहरू चाहिँ उहाँ रामकृष्ण बुद्धको चाहिँ फलोवर्स भइपुग्यो होइन अनि हाम्रो पुस्तालाई चाहिँ किन एकैचोटि फेरि नेपालको लागि चाहिँ माओ मार्क्स लेनिन मुलर सुलर चाहियो भनेपछि यो कसले ल्याए त भन्दाखेरि जो दोक्ला र हिन्दू हिनबोधले ग्रस्त त्यो भनेको तपाईँले नजिकबाट बुझ्नुहोस् र वामपन्थी र तपाईँको यो जुन लोकतन्त्रको नाममा तपाईँको जुन यो आतङ्क जुन यहाँ जुन धर्मान्तरण योको लागि गरियो र राजाबाट होइन एउटा कुरा के हुन्छ भन्नु होला भने यो संविधानले नै तपाईँको चाहिँ नि यहाँको आदिवासी यहाँको जनजाति यहाँको जुन जुन जातिहरू छ नि नेपालीहरूलाई टुक्रा टुक्रा बनाएर तपाईँको धर्मान्तरण उनीहरूलाई कन्भर्ट धर्म परिवर्तन गराउने प्रोजेक्टमै ल्याएको होइन र राजा भयो भने यो कुरामा ब्यान्ड लगाउने कुराहरू हुन्छ होइन अब तपाईँको चाहिँ यो जबरजस्ती धर्म परिवर्तन गराउनु पाइँदैन भनेर राजाले पनि आफ्ना जुन छ नि जनताहरूलाई चाहिँ जबरजस्ती धर्म परिवर्तन गरेर हेरिन सक्नुहुन्न होइन अब अहिलेको राष्ट्रपतिहरू त आफ्नै बुढो मर्या त चाहिँ तपाईँको पत्ता लगाउन नसक्ने होइन आफै राष्ट्रपति अनि आफ्नै पार्टीको मान्छे प्रधानमन्त्री देश पुरै आफ्नो कब्जा होइन होइन आफ्नो बुढो मर्या पत्ता लगाउन नसक्नेले अब यिनीहरूले चाहिँ तपाईँको चाहिँ नि यो तपाईँको चाहिँ अरू देशको विषयमा पत्ता लगाउन सक्छ ठिकै छ हजुरको हिसाबले गर्दाखेरि एउटा अब अप्टिमिस्टिक हुनैपर्छ कि नयाँ वर्ष छ होइन अब एउटा राजाको वक्तव्य पनि एउटा आम जनतालाई समेट्ने हिसाबले आएको पनि छ होइन यो हिसाबले हामी चाहिँ तपाईँको एकदम अप्टिमिस्टिक हौँ होइन र जो आए पनि एउटा लिडरसिप यस्तो आओस् जसले चाहिँ हामी सबै देशवासीलाई चाहिँ हुन्छ नि एउटा तपाईँको एक सूत्रमा बाँधियोस् होइन एकदम पोजिटिभ पनि हुनुपर्छ यसलाई बाँध्ने कुरा जुन भन्नुभयो नि यसलाई हामीले जस्तै नेपाली भाषा हामी साझा धेरैको माध्यम भाषा राष्ट्रभाषा भएको कारणले हामीलाई नेपाली भाषाले मतलब हाम्रो राष्ट्रियता जोगाएको छ सिमाना मात्रै होइन अनि सगरमाथाले हाम्रो दिएको छ के अरे पशुपतिनाथले दिनुभएको छ बुद्धनाथले दिनुभएको छ होइन स्वयम्भूनाथले दिनुभएको छ दक्षिणकाली माईले दिनुभएको छ त्यस्तै राज संस्था पनि तपाईँको नेपालीलाई जोड्ने एउटा संस्था भनेपछि राज संस्था राजाको लागि होइन कि यो राष्ट्रको लागि चाहिन्छ यो बिपी कोइरालाको म त्यही आइडियोलोजीले मैले उहाँलाई चाहिँ तपाईँको चाहिँ म फलो गरेँ यत्रो चाहिँ 45-46 सालदेखि होइन मैले केही समयदेखि मात्रै यो चाहिँ तपाईँको कङ्ग्रेस चाहिँ अहिले बिपीको पदमाबाट पुरै चाहिँ तपाईँको चाहिँ मार्गभ्रष्ट भइसकेछ अब आफ्नै चाहिँ स्वच्छन्दतावादमा कुदाउन थालेछन् भनेर मैले छोडिदिएर बरु राप्रपाको कम्तीमा एजेन्डा संवैधानिक राजतन्त्र होइन संहिता खारेज अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने जुन एजेन्डाहरू छ नि हिन्दू राष्ट्र होइन ठिक छ अब हामी एकदम समयको अन्त्यमा आइसकेका छौँ अब आगामी आउने दिन कस्तो एकदम छोटो अब आगामी आउने 82 साल कस्तो देख्नुहुन्छ अब यस्तो मैले देखेको चाहिँ अब जस्तै कतिजना खेलाडीहरू हुन्छन् होइन तपाईँको चाहिँ पास आएपछि मात्रै गोल हान्ने हुन्छ त्यस्ता पनि खेलाडी हुन् अब यो तपाईँको चाहिँ गेममा
जुन किसिमको चाहिँ तपाईँको अस्ति 15 गतेको कार्यक्रममा जुन चाहिँ तपाईँको जुन किसिमको राज्यले जुन बर्बरता देखायो नाङ्गो नाच होइन, तपाईँको एउटा जनताहरूले राजा ल्याउँ भन्न पाउने कि नपाउने, या अर्कै के अरे कुइरे ल्याउँ भन्न पाउने, माओ ल्याउँ भन्न पाउने, लेनिन ल्याउँ भन्न पाउने, यहीँ भएको राजा चाहिँ ल्याउँ भन्न नपाउने, यो कहाँको मानव अधिकार, यो कहाँको नागरिक अधिकार, त्यो पनि अरूले बोल्या हो। नेपाली झन्डा लिएर के अरे दौरा सुरुवाल कोट टोपी लाउन नपाउने, तिनलाई लाठीचार्ज भनेपछि त यो तपाईँको चाहिँ राष्ट्र पुरै तपाईँको दिग्भ्रमी। आउने दिन कस्तो उज्जवल छ, भविष्य उज्जवल छ, उज्जवल छ, उज्जवल छ होइन। तर उज्जवल बनाउनको लागि बिना लडाइँ होइन, वैचारिक लडाइँ, तपाईँको बौद्धिक लडाइँ होइन, राजनीतिक लडाइँ, अब पर्यो भने लास्टमा भौतिक लडाइँ पनि होइन, यो सबै कुराको लडाइँ बिना मतलब कुनै पनि राज्य मात्रै होइन कि एउटा व्यक्ति पनि बाँच्दैन कि हजुर होइन, त्यो त तपाईँ बुझ्नुहुन्छ। भनेपछि यो राज्य पनि लडाइँबाटै बन्यो। चीन, भारत, अमेरिका के अरे अङ्ग्रेजहरूसँग लडेकै हो, तिब्बतीसँग लडेकै हो होइन, पटक पटक। अनि लडेर मरेर आफ्नो अस्तित्व बचाएर रहेको राष्ट्र हो होइन। अब लडे बाँचिन्छ, नलडे मरिन्छ, चाहे बौद्धिक होस् चाहे तपाईँको भौतिक होस्। हस्, समय समाजलाई धन्यवाद। धन्यवाद। ल हस्, दर्शकहरूलाई पनि म के भन्न चाहन्छु भने अन्त्यमा कृपया हाम्रो गोर्खा डाइलेक्ट भन्ने च्यानल लाइक र सब्सक्राइब गर्न नभुल्नु होला। अब आगामी दिनमा हामी चाँडै फेरि भेट्नेछौँ। हस्, धन्यवाद।